नमस्कार, इजी वे जापानिजमा तपाईलाई स्वागत छ। आज हामी सिक्दैछौँ जापानी भाषामा आफूलाई कसरी चिनाउने, यानि कि आफ्नो परिचय कसरी दिने। यसलाई जापानीमा भनिन्छ जिको सोकाई, जसको अर्थ हो आफ्नो बारेमा परिचय दिनु। आज हामी आफ्नो बारेमा परिचय दिन सिक्दैछौँ। ल त भिडियो सुरु गरौँ। अब हामी सुरु गर्छौँ आफ्नो नाम भन्न सिकेर। तपाईले आफ्नो नाम भन्न अघिल्लो भिडियोमा पक्कै सिकिसक्नुभयो होला। यदि हेर्नुभएको छैन भने गएर हेर्न सक्नुहुन्छ। जापानीमा मेरो नाम शिव हो भन्न वातासी वा शिवदेश भनिन्छ। वातासी भनेको म अनि देश भनेको हो भन्ने नम्र शब्द हो। तपाईले शिवको ठाउँमा आफ्नो नाम राख्नुहोस् र बनाउनुहोस्। जस्तै उदाहरणका लागि वातासी वा विराज देश। अब सिकौँ देश कसरी बताउने। यदि तपाईँ नेपालबाट आउनुभएको हो भने भन्न सकिन्छ वातासी वा नेपाल काराकिमासिता। यो वाक्य कुनै नयाँ व्यक्तिलाई आफू कुन देशबाट आएको हो भन्न प्रयोग गरिन्छ। प्राय जस्तो तपाईँ यदि नेपालमै हुनुहुन्छ भने आफ्नो ठाउँको नाम राखेर भन्न सक्नुहुन्छ काराकिमासिता। अब हामी सिक्नेछौँ तपाईँले के गर्नुहुन्छ भन्न। जस्तै म विद्यार्थी हुँ भने वातासी वा काकुसेई देश भन्न सकिन्छ। अन्य उदाहरणका लागि वातासी वा सेन्सेई देश, म शिक्षक हुँ। वातासी वा खाइचाइन देश, म अफिसमा काम गर्छु या कम्पनी कर्मचारी हुँ भन्न सकिन्छ। जिको सुकाइको लागि अत्यन्तै उपयोगी चिज हो उमेर। तपाईले आफ्नो उमेर भन्न सिक्नु अत्यन्तै आवश्यक हुन्छ। जापानीमा उमेर भन्नका लागि नानी नानी साईको प्रयोग गरिन्छ। उदाहरणका लागि म 18 वर्षको छु भन्ने वातासी वा जियो हासाई देश भन्न सकिन्छ। तपाईले आफ्नो उमेर अनुसार बदलेर भन्न सक्नुहुन्छ। जस्तै उदाहरणका लागि तपाईँ यदि 20 वर्षको हुनुहुन्छ भने वातासी वा हातासी देश भन्न सक्नुहुन्छ। यदि तपाईँ 25 वर्षको हुनुहुन्छ भने वातासी वा निजिउ गोसाई देश भन्न सक्नुहुन्छ। यसै गरी तपाईँले आफ्नो उमेर पनि जोड्न सक्नुहुन्छ। जापानी भाषामा आफूलाई चिनाएपछि अन्त्यमा एउटा नम्र शब्द प्रयोग गरिन्छ, योरोसिको ओनेगाइसिमास। यसको अर्थ हुन्छ कृपया मलाई सहयोग गर्नुहोस् भन्ने हुन्छ। जापानी संस्कृतिमा यो अत्यन्तै सामान्य र शिष्ट व्यवहार मानिन्छ। नेपालीहरूले यस्तो शब्दहरू प्रयोग नगरे पनि जापानमा भने यस्तो शब्दहरू एकदमै सामान्य र नम्र रूप मानिन्छ। ले सिकेको सबै कुराहरू मिलाएर एउटा परिचय तयार पारौँ। हाजिमेमास्ते, वातासी वा शिव देश। नेपारू काराकिमासिता, वातासी वा गाकुसेई देश, जिउ हासाई देश, योरोसिको ओनेगाइसिमास। तपाईँ पनि आफ्नो नाम, देश र उमेर, पेसा राखेर यस्तै परिचय बनाउन सक्नुहुन्छ। आजको भिडियो यहीँसम्म। तपाईँ पनि कमेन्टमा आफ्नो नाम, उमेर जापानीमा लेख्न प्रयास गर्नुहोस् है। भिडियो उपयोगी लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। माता नै फेरि भेटौँला।